सो तपाईहरु कमेन्ट अनुसारको टेस्टोस्टेरोनको लेभल चाहिँ कसरी बढाउने त यसको लागि भनेको चाहिँ तपाईले एकदमै हेभी वेट लिफ्ट गर्नुपर्ने हुनेछ र यो एकदमै हेभी वेट लिफ्ट गर्यो भनेर आज गयो आजैबाट लिफ्ट गर्ने हैन कि तपाईले एउटा टाइम भएपछि एउटा लेभलमा पुर्याएर आफ्नो शरीरलाई चाहिँ बिस्तारै म्यानिपुलेट गर्दै लगेर बिस्तारै चाहिँ हेभी वेट लिफ्ट गर्नु भयो भने तपाईको टेस्टोस्टेरोन लेभल बढ्छ। सँगसँगै तपाईले मिनिमम पनि 7 देखि 8 घण्टा सुत्नु भयो भने पनि तपाईको लेभल चाहिँ बढ्ने गर्दछ र एकदमै हेल्दी खानेकुराहरू खानु पर्यो। फ्याटहरू खाँदा पनि हेल्दी फ्याट हुनु पर्यो, जस्तो कि अन्डाको रानी सहित खाने अथवा नट्सहरू खाने, अभाकाडोहरू खाने। एकदमै स्ट्रेसलाई चाहिँ तपाईले कम गर्नुपर्ने हुनेछ र सँगसँगै गएर अल्कोहल र जङ्क फुड पनि कम गर्नु भयो भने चाहिँ टेस्टोस्टेरोन लेभल अलिकति हाई हुन्छ तपाईको, जसको कारणले गर्दाखेरि चाहिँ पावर, स्ट्रेन्थ अनि तपाईको स्टेबिलिटी चाहिँ एकदम धेरै नै राम्रो हुन्छ। भनेदेखि सँगसँगै तपाईलाई चाहिँ मेन्टल हेल्थ पनि अलिकति राम्रो नै गराउँछ। यसले चाहिँ जिममा तपाईको पर्फर्मेन्स पनि ग्रोथ नै हुन्छ। नर्मल्ली चाहिँ केटी मान्छेहरूले भन्दा धेरै वेट उचाल्नुको कारण चाहिँ के हो नि टेस्टोस्टेरोन लेभल धेरै हुन्छ र यो चाहिँ अहिले नर्मल्ली स्टेरोइडहरू पनि प्रयोग हुन्छ यसको लागि भन्ने चाहिँ हल्ला चाहिँ सुने मैले। अब त्यो चाहिँ मैले देखेको चाहिँ छैन, तर नेचुरली चाहिँ यसरी नै मान्छेले टेस्टोस्टेरोन लेभल बढाउने गर्दछ। डे 50 चाहिँ यहाँ इन गर्न चाहन्छु। धन्यवाद।